ऐसे करके आपको भी दिखाइए। जो दिल का नशा है वो पहली दफा मैले चाहिँ हामी गाडीमा जाउँ होइन, च्यातर लाएर हामी चाहिँ ट्याक्टरसँगले इटालीबाट सामान लिएर फर्किँदै गरेको। जाम छ पुरै है। हाम्रो भैयाजी पनि हामीसँग हुनुहुन्छ है। उहाँ चाहिँ के अरे रक्सौलबाट बिलोङ गर्नुहुन्छ है। ह्यान्डसम हाम्रो कपी बनाउनुहुन्छ हाम्रो आइप्रो स्टेसनरीमा होइन। देन अहिले चाहिँ म यहाँसँग म इटली त्यो दाइको साथीहरू पुऱ्याउने भएकोले गर्दाखेरि साथी उसलाई पनि घुम्ने मौका चाहिएको अनि म पनि जान्छु भनेर मसँग आएको छ। हामी चाहिँ अहिले इटलीबाट फर्किँदैछौँ। अहिले लाइपुर पुग्न लागिसक्यो बाटोबाट नै होइन। यस्तै छ जिन्दगी, घुमफिर हो। कहिले कहाँ त कहिले कहाँ काम भन्ने कुरो यस्तै हो होइन। कहिले कहीँ अर्काकै सम्पत्तिमा भयो भने रमाउनुपर्छ, चिल हुनुपर्छ, यही हो, यस्तै हो जिन्दगी। अब आफूले त कमाउनु कहिले हो कहिले होइन। राम्रो छ इन्भाइरोमेन्ट तर खासै राम्रो होइन। तर पनि चाहिँ टाटा मोटर्स है। अब हामी भाटबडी पुग्न लागिसक्यो है। भाटबडी भ्यू पनि देखाउँछ हामीसँग। उता घरमा फोन गर्दैछ हाम्रो भाइ चाहिँ खुसी छ बिचरा। बल्ल बल्ल उम्किन पाउँछ, त्यो पनि मैले गरेर अस्ति पनि घुमाइदिन्छु कि। गाडीहरू लास्टै आउँछ, पेलेर आउँछ है। अब यस्तो गाडी चारवटासँगले हान्दै अब सफारीले भिड मार्दै चतर अगाडि गाडीहरू लिएर आउँदै। आपको काट कर पठा दूंगा। ये बोल रहे हैं कि छोटा वीडियो रील्स के लिए उसको इससे दिखा के जाना पड़ेगा। वैसे ये हो गया भाटबडी नहीं। हाँ भाटबडी की वीडियो निकालिए उधर आपका मोबाइल से। हाँ ये भाटबडी भाटबडीबाट अब लाग्यौँ जस ठुलो गाडी चलाउनु मलाई पनि एकदम ठुलो गाडीको लाइसेन्स निकाल्नु मन छ है। कहिले निकाल्नु है। बाटो ढाकेर हिँड्न पाइन्छ। सानोतिनो त डरैले भाग्छ।